जय मङ्गोल, जय मूलवासी। आजको मेरो यो छोटो भिडियो नेपालमा राजनीति गर्नको लागि ढुङ्गा माटो विकास र भ्रष्टाचारको नारा, त्यसपछि गएर बत्ती बिजुली र उज्यालोको नारा दिएर अथवा लिएर राजनीति गर्न सजिलो छ। किनभनेदेखि विकासे नारा र भ्रष्टाचारको नारा दिएर राजनीति गर्न सिकाउने बाहुनवादले सिकाएको हुन्। तर सदियौँदेखि पिसिएको र खोसिएको अधिकारको लागि मूलवासीलाई आफ्नो अधिकार प्राप्तिको लागि गरेको राजनीति गर्नलाई अप्ठ्यारो छ। यो भन्दा अप्ठ्यारो राजनीति कुनै छैन। किनभनेदेखि आफ्नो अधिकार माग्नेलाई सरकारले दमन गर्छ र सधैँ जसा मूलवासीहरूको अधिकार हनन गरेर राख्न चाहन्छन्। त्यस कारणले गर्दाखेरि यो मूलवासीको अधिकार र मुक्तिको लागि गरेको राजनीति भन्दा कठिन राजनीति अरू कुनै राजनीति छैन। र यो राजनीति कसले गर्दैछ भन्दाखेरि नेपालमा बस्ने जो भूमिपुत्र मूलवासी मङ्गोलहरूले गर्दै आएका छन्। र कयौँ पल्ट जसा आफ्नो हक अधिकारको लागि आवाज उठाउँदा कुटाइ पनि खाइसकेका छन्। त्यस कारणले गर्दाखेरि विकास, भ्रष्टाचार, उज्यालो, ढुङ्गा माटो भन्दा सबैभन्दा ठुलो कुरो अधिकार हो। अधिकार प्राप्त भयो भने भोलि यो राष्ट्रमा बस्ने अधिकार प्राप्त हुन्छ। अधिकार विहीन भयो भने भोलि जो छ यो राष्ट्रमा बस्न पाउने हो कि होइन त्यो कुनै निदो छैन। जस्तै फिलिस्तिनमा आफ्नै भूमिमा फिलिस्तिनीलाई मारिरहेका छन्, मासिरहेका छन्, तहस नहस गरिरहेका छन्। त्यसै कारणले गर्दाखेरि चाहिँ मूलवासीहरूलाई जो छ आफ्नो हक अधिकारको नारा लिएर राजनीति गर्न नदिइरहेको अवस्था छ। तर जे होस्, मूलवासीले चाह्यो भने र यो देशको 80% मूलवासी मङ्गोल एक ठाउँमा आयो भने यो 10, 12, 15, 20 वर्षको कुरा होइन, 5-10 वर्षभित्रमा पनि आफूले आफ्नो अधिकार प्राप्त गर्न सकिन्छ। किनभने सङ्ख्यामा 80% भन्नाले जति पनि पीडित वर्ग समुदाय जो छ एक ठाउँमा आउनु सक्यो भने यो सम्भव छ। त्यसैले गर्दाखेरि हामीले भन्दै आएको कुरा के हो भन्दाखेरि चाहिँ आफ्नो भावी सन्तानलाई यो माटोको, आफ्नो भूमिको, आफ्नो राष्ट्रको मालिक बनाउनु छ भने मूलवासी मङ्गोलमा जुडे मात्र राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा कानुनी लडाइँ लड्ने आधार छ। त्यो आधार भनेको नम्बर 1 मा मूलवासी मङ्गोल हो भने मङ्गोल अस्तित्व हो भन्ने कुरा चाहिँ विज्ञानले नै प्रमाणित गरिसकेको छ। भनेदेखि मूलवासी हो भन्ने कुरा त नेपालको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले 1993 अस्ट्रियाको राजधानी भियनामा भएको संयुक्त राष्ट्रसङ्घको घोषणा पत्रमै चाहिँ नेपालको मूलवासी को हो, इन्डिजिनस पिपल को हो भनेर भन्दाखेरि गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, तामाङ, थारू, थकाली, कोचेमेचे, धिमाल, के अरे नेवार, थारू, थकाली इत्यादि हुन् भनेर 63 जातिहरू चाहिँ मूलवासी अथवा इन्डिजिनस पिपल हो भनेर त त्यहाँ साइन गरेर दिइसकेको छ नि त। जसमा मुख्य गरी 5 जनाले साइन गरेको छ। डाक्टर हर्का गुरुङ, तत्कालीन समयको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पद्मरत्न तुलाधर
रमानन्द सिग्देल र परशुराम तामाङले साइन गरेको छ। त्यसको साथसाथ 30 जना मान्छेहरू छ। हो त्यसको आधारमा चाहिँ मूलभाषी मङ्गोल भएर आयो भने मुद्दा लड्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा मुद्दा लड्ने आधार छ। यदि तपाईँ मूलभाषी मङ्गोल भएर आएन भने चाहिँ तपाईँले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा मुद्दा लड्ने आधार छैन। आधार चाहियो नि मुद्दा लड्नुको लागि त केही न केही त मलजसा प्रमाण हुनु पर्यो नि। बिना प्रमाणको तपाईँ आदिवासी जनजाति हो भने अनि मूलभाषीको अधिकार खोजेर पाइन्छ? कहिले पनि पाउँदैन। त्यस कारणले गर्दाखेरि मूलभाषी भएर आउनुहोस्। लिम्बुवान, खम्बुवान, तमुवान अनि थारुवान, नेवा, तम्सालिङ, शेर्पालुङ जे भने पनि आखिरमा त्यो सबै मूलभाषी नै हो। त्यसै गरी अस्ति पोखरामा भएको यो 12 दलीय के अरे मूलभाषी एकता के अरे अन्तर्क्रिया कार्यक्रममा चाहिँ सबैले चाहिँ मूलभाषी मङ्गोल भन्ने चाहिँ त्यो निर्णय गरिसकेको छ। त्यसले गर्दाखेरि हामी अब मूलभाषी मङ्गोल भएर अगाडि बढौँ। जित तपाईँको हातमा छ। जय मङ्गोल, जय मूलभाषी।